हाले तैँले मेरो भाइलाई मारि छैन मैले तेरो भाइलाई मारेँ के गर्छस् दम छ नि हात लाएन आज मैले तँलाई मारेर आएको बुझिस् आज त तेरो गेम फिनिस हुन्छ आइज दम छ अरे साले तँलाई मार्न आएको आज के मेरो भाइलाई मारेपछि के गरेको भाइ तपाईँले आफ्नै भाइलाई मार्नु हो आफ्नै कान्छो भाइलाई मार्नु हो तपाईँले कसरी गर्न म भन्छु थाहा छ मसित काम थिएन भने तिमीलाई थाहा छ नि भाइ म कामको खोजीमा थिएँ मैले कामै पाएको थिइनँ त्यति मात्रै होइन भाइ म यति कठिन अवस्था थियो त्यतिखेर म घरलाई पाल्न सकेको थिइनँ भाइ अनि त्यो हेर म यस्तो काम गर्न थालेँ तिमीलाई भन्नु पर्दाखेरि भाइ यो काममा हात कसले दिएको छ तिमीलाई थाहा छैन भाइ म भन्छु अब तिमीलाई के थाहा मेरी आमाको 2टा छोरा मात्रै होला लाग्छ होला तिमीलाई एउटा म 2टा त छोरा भने भाइ होइन भाइ होइन को छ 3टा छोरा छ भाइ 3टा अनि एउटा म माइलो र मैले मारेको भाइ कान्छु र एउटा जेठो म त्यसकोमै काम गर्छु त्यो एउटा त्यहाँको एक जमानाको ग्याङस्टार हो दाइ त्यो हेर म त्यसकोमा काम गर्छु अहिले ग्याङस्टार अर्कै भएको छ तपाईँ थाहा छ नि त्यो विमल भन्ने त्यही भएर विमल खड्का त्यो तपाईँको दाइ हो त्यो मेरो पहिला त्यो थियो नि त्यो फेरिएको त्यो मेरो दाइ हो म त्यसलाई म आफ्नो दाइ मान्दिनँ भाइ त्यसले मलाई अर्डर दिएको थियो कि आफ्नै भाइलाई मार्दै मार्ने आफ्नै भाइलाई मार्ने कसरी भन्नु त्यसको कसरी त्यही भएर त्यसको भाइ मेरो अवस्था त्यस्तो थियो कि म आफ्नै भाइलाई मेरै यो हातले मार्नु पर्यो त्यही भएर भाइ यो यस्तो भयो मैले त्यसलाई मार्न उडाउँथेँ खोइ कहाँ गयो आइस मारिस दाइहरू सेयर मिल्छ मेरो नाता खतम आउँदै टकोस् मकोस् चिन्दिनँ बुझिस् आउँदैको म तेरो काम गर्न जब पनि गर्दैन त्यही भएर म तर सुरुमै हालिदिन्छु सोच्दै होलास् तेरो दिमागमा म किन आएको हो भनेर तर ठोक्रै आएको तर मारिदिन्छु आज म बुझिस् भाइ हुन्छ दाइ ल आऊ सुनिस् भाइ ल खोइ भाइ भाइ खोइ खोइ ल गोली सिधे भाइ त मलाई सिकाउने ल आइज 2 हाततिर आइज नि त आइज हामीलाई के सोचेछस् म आन्छु भाइ 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 जाऊ भन साले तेरो के बिगारेको छ मैले भन भाइ हुन्छ दाइ भन तेरो आखिरी इच्छा के हो मेरो आखिरी इच्छा तँलाई मार्ने हो अहिलेसम्म मलाई मार्ने कोही जमेको छैन